होइन यो लाइफको फिजिक्स त मैले बुझ्नै सक्दिनँ त भने जे कुरा पनि मैले गर्न थालेपछि त्यहीँ आएपछि बिग्रिन्छ। सबैले राम्रोसँग गरिरहेको कुरा मैले जब गर्न खोज्छु बिग्रिन्छ। मैले जग्गा किन्छु भने जग्गाको भाउ त्यतिखेरै बढ्छ। जब मैले जग्गा किन्न सकाउँछु फेरि जग्गाको भाउ बढ्छ। र घर बनाउनु पऱ्यो भने त्यतिखेर सिमेन्टको भाउ बढ्छ, रडको भाउ बढ्छ, सबै थोक बढ्छ। मेरै पालिमा मात्रै यस्तो किन हुन्छ? कसैलाई पनि भुक्दा पनि नभुक्ने केही पनि नगर्ने कुकुरले मलाई देखिपछि टोक्छ, लखट्छ मलाई बाटोसम्म। मेरै घरमा मैले काम गर भनेर ल्याएको मान्छेहरू अल्छी पर्छन्, ठग पर्छन्। मैले एकजना मान्छेलाई काम गर्न ल्याएँ भने म त्यहाँ हेरेर बस्नुपर्छ। एकछिन मलाई देखेन भने बसिदिइहाल्छन्। होइन मेरो यो जिन्दगी फिजिक्स छ चाहिँ के? मेरो लागि चाहिँ यो जे कुरा पनि मैले हात हाल्छु त्यो बिग्रियो। मैले नगरिन्जेल अरूले गरिन्जेल राम्रो छ, हेर्छु मैले देख्छु ओहो यो त सजिलो रहेछ भने मैले गर्छु त्यही। सबैजना तरेको खोलाले मलाई बगाउँछ, सबैजना नचिप्ले ठाउँ मै चिप्लेर लड्छु होइन। सबैले नआएको खाल्टो म त्यहाँ फसिहाल्छु। के भइरहेको जिन्दगी फिजिक्स म त बुझ्नै सक्दिनँ त के भइरहेको मलाई। जे कुरामा हात हाल्छु त्यही बिग्रिन्छ, जे कुरामा हात हाल्छु त्यही बिग्रिन्छ। सानो हुँदाखेरि पनि सबैजनाले ढुङ्गाले हानिरहेको थियो, बाद जङ्गलमा ढुङ्गाले हानेको, सबैले हाने ढुङ्गाले केही भएन, मैले हाने चाहिँ ढुङ्गाले गएर फेरि छिमेकीको टाउकोमा लागेछ, मैले पिटाइ खाएँ। सबैजना मिलेर चाहिँ बिठाइ गर्थ्यौँ होइन। अर्काको टिममा ढुङ्गाले हाने, मैले हानेको बेलामा मान्छेले देख्ने। अर्काको यसो उखु चोऱ्यो भने सबैले चोरेको बेलामा नदेख्ने, मैले चोरेको बेलामा देख्ने होइन। साथीहरूले मकै भाँचेर गए, उनीहरू पनि गए, उन सँगसँगै मगाएको मलाई पनि देखेर सबै मकैले भाँच्यो भने मैले पिटाइ खाएँ। यो अहिलेदेखि होइन कि विदेश जान्छु भनेर भिजा अप्लाई गरेँ, त्यही बेलामा जेनजी आन्दोलन भयो, भिसा लागेको दुबईले क्यान्सल गरिदियो, भिजिटमा पनि जान नपाइने भयो। मेरै पालामा यस्तो हुन्छ। गरम त गरम के, कोसिस नगरेको भन्दा गरेको गर्दाखेरि हुँदैन। मेरै लाइफको फिजिक्स किन यस्तो भइरहेको छ म त बुझ्नै सक्दिनँ यार। जति कोसिस गर्दाखेरि पनि सबैजनालाई सजिलो भएको ठाउँमा मलाई मात्रै अप्ठ्यारो पर्छ। सबैजनाले हिँडिरहेको ठाउँ मेरो खुट्टा ठेलाउँछ होइन। के भयो भने म त कुरै बुझ्न सक्दिनँ। बात त सही है।